मालाहरू बोकेर ओम माने पेम्योङहरू ओम बेजर सतुङहरू जप साधनाहरू नै गर्नुहुन्छ। कतिपयले फेरि यो घुमाउँदा घुमाउँदै अनेक अनेक विभिन्न विविधि कुराहरू गर्छ, कुरा काट्छ होइन। कुरा काट्नुहरू चाहिँ यो घुमाउँदै कुरा काट्यो भने तपाईँले पुण्य चाहिँ होइन पाप चाहिँ लाग्छ। तपाईँ स्वयम्भू बौद्ध कुरा गर्दाखेरि पुण्य गर्नुभन्दा नि पाप चाहिँ गरिन्छ। हुनु त तपाईँले कोरा गरेको अलिअलि पुण्य सानोतिनो पुण्य त पाइन्छ नै होइन। अब विष भनेको जानेर खाए नि नजानेर खाए नि विषको त्यो विष लाग्छ नै होइन। त्यसैले पुण्य अलिअलि त आर्जन गर्छ नि। तर वास्तविक नै लक्षण रूपी गर्ने हो भने चाहिँ तपाईँले सकेसम्म कुरा नगरिकन एक दुई कुरा गर्दाखेरि के हुन्छ होइन, 2-4 मिनट नबोल्दाखेरि हामी दिनभर बोलेरै हामीले दिन बिताउने गर्छौँ होइन। त्यसैले चाहिँ त्यस बेला सकेसम्म ओम माने पेम्योङ भन्ने जप साधनाहरू जस्तो ओम वज्र सतुङ भन्ने मन्त्र चाहिँ अहिले विशेष गरी वज्र बुद्धको हो, वज्र सतु बुद्धको हो। त्यसैले उहाँको चाहिँ विशेषता के छ भन्दाखेरि हामीले यो काया वाका भन्छ नि अहिले वचनले गरेको पापहरू निर्मूल पार्नको लागि हो, मेटाउनको लागि। त्यसैले यस्तो मन्त्रहरू जप गर्ने। अथवा यद्यपि तपाईँलाई जप साधनहरू गर्न आउँदैन भने अरू कतिपयले ओम माने पेम्योङ भनेर जप गरिरहेको हुन्छ, हिँडिरहेको हुन्छ। हो त्यस्तोमा चाहिँ हामीले जेसुई रङमा छ अनुमोदन हो, मलाई त यस्तो जप गर्न आउँदैन तर पनि मलाई पनि उहाँहरूले गरेको कार्यविधि पुण्य मलाई पनि लाभ होस् है भनेर चाहिँ यसरी प्रार्थना कामना श्रद्धा भन्छ हामीले हो। त्यसरी मोटिभेट हुनु होला अरूले गरेको त्यो देख्दाखेरि। त्यसले पनि हामीलाई उहाँले जति पुण्य आर्जन गरेको छ त्यो पुण्य हामीलाई पनि प्राप्त हुन्छ।